यो चाहिँ मेरो साथी गोविन्द हो होइन। अनि म पनि यहीँ नेपालमै छु, ऊ पनि नेपालमै छ। हामी लगभग 40 गते सिरमौला घुमेर पुगिसक्यौँ होइन। अनि के छ विदेश जाने सोचेको छैन अब? पार लाग्दैन हँ पार लाग्दैन हो पार लाग्दैन किन? विदेश किन जाने अनि नेपालमा बसेर केही हुन्छ जस्तो लाग्छ त? त्यत्रो दारू बेचिरहेको दुश्मन छ तर उसको व्यापार कस्तो छ भने नि, मान्छेले अब पानी परेछ बाहिर होइन, अब यहाँ भिड बढ्न सक्छ एकछिनमा, किनभने पानी पर्दा नि मान्छेलाई के चाहिन्छ? बियर चाहिन्छ, रक्सी चाहिन्छ होइन। खुसीमा दुःखमा सबै दबाई हो यो, डाक्टर हो हाम्रो हो कि न? डक्टर साहब होइन, दबाईहरू यहाँ छ, तपाईँहरूलाई चाहियो भने आउनु होइन। कुन ब्रान्ड? के डाक्टर साहब रुगा मुर्गी लाँदा के खानु? रुगा मुर्गी लाग्यो भने त खानुपर्छ। खुकुरी रम ए एकदम गर्मी भयो भने गर्ने भयो भने त खानुपर्छ। उठ्यो भने गुटका बियर चाहिँ कस्तो बेलामा खाने हजुर? अनि भिजा लागेन भने बियर खानुपर्छ। भिजा लागेन भने बियर खानु। मेरो एउटा प्रश्न क्या, नेपालमा बसेर होइन ऋण सिन तिर्न सकिन्छ? कस्तो नसक्छ नेपालमा बसेर नतिर्ने कहाँ बसेर तिर्नु पर्ने? कार चढ्न सकिन्छ नेपालमा बसेको कमाइले? कस्तो नसक्नु हौ। अनि म त सक्छु जस्तो लाग्दैन त। नेपालमा बसेर कार चढ्नलाई दोब्बर कमाउनु पर्छ। कसरी कमाउनु? शानदार हुन्छ। कि नेता हुनु पऱ्यो, कि नेताको भरौटी हुनु पऱ्यो, मासु भाती हुनु पऱ्यो? सकिन्छ त्यसरी कमाउन? मलाई लाग्दैन या त्यसरी। केही चाहिँ भन्नु पर्ने भने भनिदिनुहोस् ल। के भन्नु पर्ने गाडी चढ्ने कुरोमा? नेपालमा बसेर हामीले हाम्रो जीवन, हाम्रो छोराछोरीको भविष्यलाई उज्जवल बनाउन सक्छौँ? कस्तो नसक्नु यार। नेपाली चाहिँ भर्जिन कन्ट्री भन्ने थाहा छैन? हाउ यहाँ सबै चिज अवसरै अवसर छ क्या। कसरी? म त केही देख्दिनँ। म जस्ता धेरै युवाहरूले, मभन्दा धेरै सानो युवा युवतीहरू देखेन भने गए त विदेश। त्यो फ्रस्टेड युवाहरू जान्छ नि। कसले फ्रस्ट्रेसन बनायो? त्यो त अब नीति नियमले होला। आफ्नो ठाउँमा जाने आफूले आफ्नो बेच दिनुपर्छ के हो साथी हो। अनि यहाँ 5-7वटा सटर बन्द छ, त्यो भाडामा लागेकै छैन। आज शनिबार हो यार, म पुरै प्रेयर टायर बसेको त सबैलाई प्रेयर टायर होइन। तपाईँको त यो हो नि त, मेडिकल सप हो नि त, 24 घन्टै हो यो पनि। डाक्टर गोविन्द हो, उहाँलाई तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। ल बाई।